सहभागी भएको थिएँ। पशुपन्छी अनुसन्धान विकास पशुपन्छी पोखराको 2 हप्ते पशुपन्छी प्रयास कृत्रिम गर्भधारण सम्बन्धी तालिमको अन्तिम दिनको समापन शर्तमा अध्यक्षता ग्रहण गरिरहनु भएका यस कार्यालयका कार्यालय प्रमुख श्रीमान महानिर्देशकज्यू पाल कुमार श्रेष्ठज्यू, त्यस्तै आज अन्तिम दिनको यो माइक्रो सेसन अथवा हाम्रो यो प्रोजेक्ट वर्कमा मैले पशुप्रजनन तथा विषयवस्तु परेको थियो। योमा हामीले मुख्य विषय चाहिँ गाई भैँसीको भेटुपाल पहिचान र कृत्रिम गर्नका लागि मुख्य समय र प्रक्रिया बारेमा हामी धेरै छलफल पनि गरिसक्यौँ र यही विषयमा म तपाईँहरूलाई सोध्छु यो समयमा रहेर केही छलफल गर्नेछौँ। हाम्रो उद्देश्य के हो भने पशुमा ऋतुकालको पहिचान गर्न सक्ने, स्टार साइकलमा आएको पोथी पशुले देखाउने लक्षणहरू पहिचान गर्ने, कृत्रिम गर्भधारण गर्न उपयुक्त समयको पहिचान, गाई भैँसीमा कृत्रिम गर्भधारण गर्दा सम्पूर्ण प्रक्रियाहरूबारे हामी जति टोटल्ली त्यो सिमेन्टको स्टोरेजदेखि सिमेन्ट थ्रोइङदेखि हामीले पाठेका टोटल्ली सबै आउँछ यसमा। ऋतुकाल, गाई भैँसीमा ऋतुकालमा देखिने लक्षणहरू, ऋतुचक्र, कृत्रिम गर्भधारण फाइदाहरू, कृत्रिम गर्भधारण गर्ने प्रक्रिया, कृत्रिम गर्नका लागि उपयुक्त समय, यो विषयमा छलफल गर्नेछौँ। ऋतुकाल भनेको के हो तपाईँहरूलाई थाहा छ है। सामान्यतया गाई भैँसीको उमेर पर्नको लागि उपयुक्त भइसकेपछि एकपटक बाली खोज्देखि अर्को पटक बाली खोज्ने समयसम्मको अवधिलाई ऋतुकाल भनिन्छ। यो सामान्यतया स्वस्थ पोथी पशुहरूमा निरन्तर चलिरहने प्रक्रिया हो र यो गाई भैँसीमा औसतमा 21 दिनको हुन्छ। यहाँ गाई भैँसीले भाले खोजीका लक्षणहरू देखाउन खोजेको छ होइन। एकदमै कराइराख्ने अस्वाभाविक हुमा होइन, दुध उत्पादन घट्ने, अरू पशुमाथि उड्कन खोज्ने अथवा अरू पशुलाई आफूमाथि चढाउन खोज्ने, अनि भलुवाको सोलन हुने हुन्छ लक्षणहरू। अब त्यही चित्रमा देखाएकै कुरा यहाँ लेखेको छ। घाँस पानी खोजेको अवस्थाभन्दा अस्वाभाविक रूपमा सिन्जीमा कराइरहने चराको हुने, सुरुको अवस्थामा अर्को पशुमा उक्लन खोज्नु र समय बित्दै जाँदा अर्को पशु भाले खोजेको पशुमा उक्लनु, छिनछिनमा पिसाब गर्नु, गाई भैँसीको सुत सुनिनु र सुतको भित्री भागमा गुलाबी रङको हुनु, सुतबाट सुरुको अवस्थामा पातलो सेप फाल्ने र ऋतुकाल बढ्दै जाँदा सेपको बनावट बाक्लो हुँदै जाने, 24 पार्टिकल छाम्दा पानी भरिएको रबरको पाइप जस्तो कडा हुने। यो हामीले फिल्डमा पनि गऱ्यौँ अस्ति है। ऋतुकालका प्रकारहरू थाहा हुनु पऱ्यो हामीले। ऋतुकालका प्रकारहरूमा फर्स्ट विषय भनेको प्रोस्टस हो होइन। यस चरणमा कर्पस ल्युटियमको रिग्रेसन हुन्छ र यो चरण गाई भैँसीमा कम्तीमा 3 दिनसम्म हुन्छ। युटरसको इन्डोमेट्रियमबाट प्रोस्टाग्ल्यान्डिन हर्मोन उत्पादन हुन्छ र जसले कर्पस ल्युटियमलाई रिग्रेस गराउँछ। कर्पस ल्युटियम रिग्रेस हुनासाथ प्रोस्टाग्ल्यान्डिन हर्मोनको लेभल कम हुन्छ र एब्सिस हर्मोनले ओभरियन फोलिकललाई स्टिमुलेट गर्छ। यो लक्षण हामीलाई भाले खोज्ने भन्दा अघिल्लो स्टेज हो। अब स्टेजमा हामी स्टेज पिरियड भनेको भाले खोजेको हामीले एआई गर्ने उपयुक्त समय यहाँनिर हुन्छ। पोथीले भाले खोजेको लक्षण देखाउने समय अवधिलाई स्टेज भनिन्छ, स्टेज पिरियड भनिन्छ। यस बेलामा पोथी प्रजननको लागि तयार रहन्छ। समय गाई खोज्नु 12 देखि 24 घण्टासम्म रहन सक्छ। घरि मात्रामा स्टेजको अवधि 12 देखि 16 घण्टासम्म रहन सक्छ भने चिसो वातावरणमा 12 देखि 24 घण्टा अलिक लम्बिन सक्छ है यहाँनिर। यस समयमा ओभरियन फोलिकलको ग्रोथ राम्रो भएकाले बढी सक्रिय हुन्छ। यस पिरियडमा ओभरीबाट एस्ट्रोजन हर्मोन अत्याधिक उत्पादन हुन्छ र पशु हितमा आउँछ। रगतमा एस्ट्रोजन हर्मोनको मात्रा बढी हुन्छ। अब मिड स्ट्रेस पिरियड सकिने बित्तिकै मिड स्ट्रेस पिरियड सुरु हुन्छ। मिड स्ट्रेस पिरियड गाई भैँसीमा 3 दिनसम्म रहन्छ र यस पिरियडमा स्ट्रेस सकिएको 10 देखि 12 घण्टापछि ओभुलेसन हुन्छ। गाई भैँसीमा ओभुलेसन भएपछि कन्सेन्ट्रेसन बन्दिन पनि सुरु हुन्छ। कुनै पनि गाईमा मिड स्ट्रेस ब्लिडिङ पनि भएको पाइन्छ। त्यो साधारणतया ऋतुचक्रको अन्त्य भएको 35 देखि 45 घण्टा कर्पस ल्युटियमले प्रोजेस्टेरोन हर्मोन सिक्रेसन गर्छ र गरुडलाई कर्पस ल्युटियमले प्रोजेस्टेरोन हर्मोन केही मात्रामा उत्पादन गर्न थाल्छ। अब डाइजेस्टिभ पिरियड यो जब कर्पस ल्युटियम पूर्ण विकसित भई क्रियाशील हुन्छ त्यस अवस्थालाई डाइजेस्टिभ पिरियड भन्छ। गाई भैँसीमा ऋतुचक्र 5 दिनदेखि डाइजेस्टिभ पिरियड सुरु हुन्छ। गर्भधारण भएको खण्डमा कर्पस ल्युटियम बच्चा नपाउन्जेलसम्म सक्रियताका साथ डिम्बाशयको सतहमा रहन्छ। कर्पस ल्युटियमले प्रोजेस्टेरोन हर्मोन उत्पादन गर्दछ निरन्तर रूपमा, त्यसैले यो पिरियड प्रोजेस्टेरोन हर्मोनको लेभल उच्च हुन्छ र प्रेग्नेन्सी मेन्टेन गर्छ। अनि पेटमा बच्चाको वृद्धिविकास हुँदै गएपछि थप आवश्यक प्रोजेस्टेरोन हर्मोन प्लासेन्टाबाट पनि उत्पादन हुन्छ र गर्भधारण भएमा यो पिरियड गर्भ अवधि भएर रहन्छ। यदि गर्भधारण नभएको खण्डमा यो पिरियड 14 देखि 16 दिनसम्म मात्रै रहन्छ र पुनः पनि यो 21 दिनको साइकलपछि फेरि अर्को 21 दिनसम्म हिटमा आउँछ है। यही पिरियडमा झुटो गर्भ हुन्छ जुन के भन्छ अरे प्रेग्नेन्सीको लक्षण देखाउने तर गर्भ नरहेको अवस्था प्रायः यो डाइजेस्टरमा हुन्छ। अब कृत्रिम गर्भधारण भनेको
कृत्रिम गर्भधान भनेको हामीले पोथीखानाबाट भाले खोजेको समयमा भाले नलगाई पोथीको गर्भाशयको मुखमा दक्षिण प्राविधिकहरूद्वारा कृत्रिम उपकरणको प्रयोग गरी कृत्रिम तरिकाले पुरै गर्भधान गराउने तरिकालाई कृत्रिम गर्भधान भन्छ। यो नस्ल सुधारको एकदमै अति उत्तम तरिका हो। उत्पादन र उत्पादको वृद्धिका लागि एकदमै राम्रो मान्छ। प्रजननजन्य रोगहरूको नियन्त्रण गर्न सकिन्छ। अब कृत्रिम गर्भधान पुगेको समय हामीले यो सरस्वती शर्मालाई सबैले थाहा छ है। हामी बिहान 4 देखि 8 बजे खोज्यो भने त्यही दिनको ठ्याक्कै 4 बजे AM टु PM रुल्स। दिउँसो 12 देखि 6 बजे खोज्यो भने भोलिपल्ट बिहान 6 बजे। कृत्रिम गर्भधान गर्दा आवश्यक पर्ने उपकरणहरू सबैलाई थाहा छ। विश्वमा हाम्रो मानिसहरूले पनि यहाँ देखाउनु भयो। त्यही नै हो। तरल नाइट्रोजन, सिमेन्ट हेब्रिड, डिस्पोजिबल पोलिथिन सिट, थर्मिकिट, थर्मोमिटर, फोर्सेप, स्टकर, सिमेन्ट हेब्रिड या चित्रमा देख्न सकिन्छ। यो तरल नाइट्रोजन मात्रा कति छ भन्ने नाम हो। अनि गम्बुट, रुमाल, साबुन, कपास, स्ट्रिट, एआई कार्ड यावत कुराहरू हुनुपर्छ। गाईबेचमा कृत्रिम गर्भधान गर्ने तरिका हामीले अब गाईबेची किसानले हामीलाई भन्ने बित्तिकै हामीले गएर कृत्रिम गर्भधान गर्नुहुन्न भन्ने हो। हामीले सुरुमा के गर्नुपर्छ? कृत्रिम गर्भधान गर्ने पशुको विवरण लिने। गाईबेचीले बाली खोजेपछि कृत्रिम गर्भधान गर्नको लागि किसानले अनुरोध गरेपछि प्राविधिकले के गर्ने समयको ख्याल गरी सँगसँगै कुरा गर्नुपर्छ। कृषकले भनेको लक्षणको आधारमा के गर्नुभन्दा अगाडि गाईबेचीले देखाएका लक्षणहरूको जाँच गर्नुपर्छ। कुनै परीक्षणै नगरी के गर्ने तयारी गर्नु हुँदैन। पशुको उमेर, वेद, साँडेपछिको लक्षण देखाउन सुरु गरेको समय बारेमा बुझ्नुपर्दछ। गाईबेचीमा योभन्दा अगाडि बाली लगाएको अथवा अन्य भाले पशुसँगै भएको अथवा चरणमा गएको कुराहरू पनि ख्याल गर्नुपर्छ। गर्भतुवाएको अघिल्लो बेचमा साल नचरेको वा अन्य केही समस्या भएको छ भने भन्ने कुरा पनि बुझ्नुपर्दछ। त्यसपछि पशुको जाँच हामीले किसानसँग जब हिस्ट्री टेकिङ गर्छ त्यसपछि पशुको जाँच गर्ने हामीले आफ्नो तरिका। गाईबेचीलाई जाँच गर्नको लागि मलद्वारबाट हात हालेर सर्भिस पार्टीको मुखासै हातले सावधानीपूर्वक छामेर प्रजनन अङ्गहरूको अवस्थाबारे जाँच गर्नुपर्छ। गाईबेची ऋतुकालमा आएको छ कि छैन, प्रजनन अङ्गमा कुनै किसिमको विकृति छन् छैनन् भनेर, जस्तै ओभरीहरू, सर्भिसाइटिज होइन, ओभरी के अरे सिस्टिक ओभरीहरू हुनसक्छ, त्यो पनि ख्याल गर्न सकिन्छ। अनि प्रजनन अङ्गमा कुनै खराबी छ भने यही समयमा पत्ता लगाउन सकिन्छ। यदि प्रजनन अङ्गमा कुनै विकृति भएको अवस्था छ भने उपचार गरेर मात्रै एआई गर्नुपर्छ। अब कृत्रिम गर्भधान गर्ने हामी अब त्यो सबै कुरा गरिसकेपछि हामी कृत्रिम गर्भधान गर्ने तयारी गरौँ। सबै ठिक छ, प्रजनन सम्बन्धी विकृति कुनै छैन, किसानले भनेको अनुसार सबै कुरा मेल खाइरहेछ भने हामीले पशु जाँच भइसकेपछि के तयारी गर्नुपर्छ? के गर्नको लागि बाली खोज्नु, गाई भैँसीलाई काबुमा ल्याउने सबभन्दा पहिला आफ्नो सजिलोको लागि दायाँ वा बायाँ हातमा ग्लोभ लगाउने र चिप्लो पार्ने पदार्थ लगाउने। मलद्वारमा हात छ्याउनको लागि हातलाई 16 अथवा कोण आकारको भने बिस्तारै भित्र पसाउने। मलद्वारमा हात पसाए पश्चात हेक्टरमा भएको गोबर सावधानीपूर्वक बाहिर निकाल्नु। गोबर निकाल्ने क्रममा मलद्वारमा कुनै किसिमको चोटपटक लाग्नु हुँदैन। नङहरू काट्नु पर्यो यति बेला। सर म्याडमलाई थाहा छ, नङ लागेको भयो चोटपटक लाग्नु सक्छ। गोबर बाहिर निकाल्ने क्रममा 81 जोड लगाएर गोबर बाहिर फ्याँकेको अवस्थामा हेक्टरमा हावाभरि के गर्न अप्ठ्यारो हुनसक्छ। हामीले त्यो कति बेला हावा भर्यो भने अलिकति कतै मसाज गर्ने चिम्बोर्ने टाइपको गर्नुपर्छ। गोबर निकाल्ने क्रममा हेक्टरमा हावा भरिनु हुँदैन। स्पिडको स्वादले सुत पुस्ने गर्नुपर्छ। चम्रेको पिरोलाई पगाली के गर्ने, स्टललाई के गर्नमा गनमा राख्ने र सिधै सबै पहिले नै तयारी गर्नुपर्छ। हामीले एआईकोलाई सर्भिस पुऱ्याउँदा त्यसै पहिला भिडियोमा बनाएर एकदम मान्छे सक्छ सर्भिस हुँदै पुऱ्याउनुपर्छ। अगाडि बढाउन खोजेको अवस्थामा घाउ हुनसक्छ अथवा यो त्यो ब्लाइन्ड पोल केमा छिर्न सक्ने हुन्छ। एआईमा अड्किएको अवस्थामा मलद्वारमा बिस्तारै मिलाएर सर्भिसमा पुर्याउनुपर्छ। सर्भिसमा झिङ्गुहरू हुने भएकाले यहाँ आवाज आउँछ, त्यो भएर त्यहाँ सावधानीपूर्वक गर्नुपर्ने हुन्छ। हामीले खेल्दाखेरि 5 सेकेन्डभन्दा छिटो नहुने गरी खेल्नुपर्छ। अब हामीले अन्तिममा के गर्छौँ? के गरिसकेपछि सबै कुरा हामीले त्यो गऱ्यौँ। अब त्यसपछि हाम्रो विवरण चाहिन्छ। विवरण राख्दाखेरि हामीले किसानको नाम, सङ्केत पट्टा, फेरि उल्टिने समय, प्रयोग गरेको सिमेन्टको विवरण, किसानको ठेगाना, वेद आदि कुरा राख्नुपर्छ। अब कृत्रिम गर्भधानका सकारात्मक पक्ष थाहा छ, नकारात्मक पक्षहरू पनि छन्। हस्, यस पशु प्रजनन तथा कृत्रिम गर्भधान सम्बन्धी तालिमको 12औं दिनमा मैले आफ्नो प्रस्तुत गर्न दिनुभएकोमा यस कार्य प्रमुख कार्य परिवार र तालिम संयोजकलाई
फेरि पनि धन्यवाद दिदी, हवस्, धन्यवाद।